जय नेपाल .com स्वागत छ। जननेता मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीले मदन जयन्तीकै अवसर पारेर आयोजित विशेष कार्यक्रममा आफू राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी छन्। 2 कार्यकाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी विद्या भण्डारीको राजनीतिमा सक्रिय हुने आजको घोषणाले एमालेमा हलचल मचिएको छ। भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको घोषणा गरिन्। आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएकोमा गर्व गरेको भन्दै भण्डारीले आफ्नो विशिष्ट महत्वाकांक्षा भने केही पनि नभएको उल्लेख गरेकी छन्। भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुन्जिएको थियो। उनको यो घोषणाले एमालेमा हलचल त मचिएको छ नै, उनको नेतृत्वमा वामपन्थी पार्टीहरूबीच ध्रुवीकरणको वातावरण सहज हुने अनुमान गर्नेहरू पनि उत्तिकै छन्।